हेलो एभ्रिवान। मेरो चाहिँ आजदेखि मटरको थाङ्ग्रा स्टार्ट भयो। हेर्नुहोस् है, आज लाइ पनि सक्छु होला। यतिको भएको चाहिँ यतिकोमा चाहिँ मटर थाङ्ग्रा लाउनुपर्छ। पुरै मसिनोमा लायो भने पनि बाहिर निस्किने चान्सेस हुन्छ। त्यसले गर्दाखेरि यतिकोमा लाउनुपर्छ। अब मटर लाउने टाइम भयो। मटरको थाङ्ग्रा म चाहिँ थाङ्ग्रा लाउँदैछु। यहाँ तल चाहिँ देख्नुहुन्छ नि, यो चाहिँ बिटको ब्याट हो। म थाङ्ग्रा लाउँदैछु आजदेखि। सबैजना फेसबुकको साथीहरूलाई, युट्युबको साथीहरूलाई देखाउँदैछु। घाम पनि दामी मौसम लागिरहेछ। आज चाहिँ धुम्म पनि भएको छैन। यसरी थाङ्ग्रा लाउनुपर्छ। हेर्नुहोस् न, यो चाहिँ थाङ्ग्रा लाउँदै आउँदैछु म चाहिँ। र मेरो फेसबुकको साथीहरूलाई, युट्युबको साथीहरूलाई देखाउँदैछु। तपाईँले पनि यसरी रोपेर थाङ्ग्रा लाउनुहोस् है। यत्रो हुँदाखेरि हेर्नुहोस्, यत्रो हुँदाखेरि लाउनुपर्छ। साह्रै मसिनो पनि लाउनु हुँदैन। र सबैजनाले माया गरिदिनु होला। लाइक, कमेन्ट, सेयर, फलो, सब्सक्राइब गरिदिनु होला है सबैजनाले। हेर्नुहोस् न, घामले पोलेर कस्तो भइसकेछ। म चाहिँ कति बेसी घाम लागेछ। एकछिनबाट धुम्म हुन्छ र त। सबैजना बाई बाई। हेलो एभ्रिवान। मेरो चाहिँ आजदेखि मटरको थाङ्ग्रा स्टार्ट भयो। हेर्नुहोस् है, आज लाइ पनि सक्छु होला। यतिको भएको चाहिँ यतिकोमा चाहिँ मटर थाङ्ग्रा लाउनुपर्छ। पुरै मसिनोमा लायो भने पनि बाहिर निस्किने चान्सेस हुन्छ। त्यसले गर्दाखेरि यतिकोमा लाउनुपर्छ। अब मटर लाउने टाइम भयो। मटरको थाङ्ग्रा म चाहिँ थाङ्ग्रा लाउँदैछु। यहाँ तल चाहिँ देख्नुहुन्छ नि, यो चाहिँ बिटको ब्याट हो। म थाङ्ग्रा लाउँदैछु आजदेखि। सबैजना फेसबुकको साथीहरूलाई, युट्युबको साथीहरूलाई देखाउँदैछु। घाम पनि दामी मौसम लागिरहेछ। आज चाहिँ धुम्म पनि भएको छैन। यसरी थाङ्ग्रा लाउनुपर्छ। हेर्नुहोस् न, यो चाहिँ थाङ्ग्रा लाउँदै आउँदैछु म